नमस्ते, मेरो नाम चाहिँ सुरायु केसी हो र म लेट्स डान्स सिजन 7 को फाइनलमा जानको लागि सफल भएको छु र मलाई चाहिँ मेरो मम्मी बाबा अनि त्यसपछि मेरो स्कुलको प्रिन्सिपल म्यामले स्कुलले अनि मेरो कोरियोग्राफर रोमा म्यामले पनि मलाई सपोर्ट गर्नुभएको छ। उहाँहरूलाई धन्यवाद। म चाहिँ फाइनलमा जित्न चाहन्छु, त्यही भएर सबैजनाले मलाई सपोर्ट गरिदिनु होला। धन्यवाद। नमस्ते, मेरो नाम चाहिँ राधेश्याम केसी। म चाहिँ सुरायु केसीको बाबा। सुरायु केसी चाहिँ लेट्स डान्स सिजनको फाइनलमा पुग्न सफल भएको छ। उसलाई चाहिँ अब उसको इच्छा अनुसार चाहिँ हामीले उसलाई अगाडि बढाइरहेको छौँ। उसलाई यहाँसम्म पुग्नको लागि चाहिँ स्कुलको प्रिन्सिपल म्याम अनि डान्स टिचर कोरियोग्राफर रोमा म्याम अनि हामीले चाहिँ सपोर्ट गरेको छौँ। उसलाई अब फाइनलमा पुगेको छ। अब फाइनल चाहिँ जितोस् भन्ने चाहन्छु म चाहिँ। त्यसको लागि धेरै धेरै शुभकामना छ। नमस्ते, मेरो नाम चाहिँ सुनिता फुयाल। म सुरायु केसीको मम्मी। मेरो नानी चाहिँ लेट्स डान्स सिजन 7 को फाइनलमा पुग्न सफल भएको छ। उसलाई हामीले साथसाथै स्कुलबाट प्रिन्सिपल म्याम मिठु म्याम, कोरियोग्राफर रोमा म्याम र हामी सबैले सपोर्ट गरेको छौँ। म चाहन्छु कि मेरो नानी चाहिँ फाइनलमा विनरै होस् होइन, म त्यही चाहन्छु है। मेरो सपना पनि हो मेरो नानी डान्समा जाओस् भन्ने। साथसाथै उसको सपनालाई र मेरो सपना दुवैजनाको सपना हो, यो चाहिँ पुरा होस्, त्यही चाहना छ मेरो। हस्, धन्यवाद। नमस्कार, म मिठु श्रेष्ठ, पुष्प बाटिका एकाडेमीको फाउन्डर प्रिन्सिपल हो। मेरो स्कुलमा कक्षा 4 मा पढ्ने नानी चाहिँ रियालिटी सो 7मा फाइनल राउन्डमा पुग्न सफल हुनुभएको छ। यसमा हाम्रो विद्यालय परिवारदेखि लिएर म एकदम धेरै नै खुसी छु। अब यो फाइनल राउन्डमा पनि नानीले सफलता हात पारोस् भन्ने अग्रिम शुभकामना दिन चाहन्छु।